एउटा घोडा नाच भन्ने नाच हो। सम्पूर्ण साथीहरूलाई धेरै धेरै नमस्कार तथा सम्झना छ है त। साथीहरू, आज म हजुरहरूलाई यो एउटा घोडा नाचको निकै रोमाञ्चक दृश्य देखाउन गइरहेको छु। हाम्रो देश नेपालको परम्परागत लोकनाचमध्ये निकै नै प्राचीन परापूर्व कालदेखि चलिआएको निकै नै पुरानो तथा पौराणिक नाच अन्तर्गत यो घोडा नाच पनि पर्दो रहेछ। निकै लामो इतिहास बोकेको यो नाच अहिले हाम्रो देशमा मूर्छित अवस्थामा रहे पनि हाल आएर देशको विभिन्न भूभागमा यदाकदा प्रदर्शन हुन थालेको देखिन्छ। सौभाग्यवश मेरो जीवनमै पहिलोपटक मैले पनि यो नाचको दृश्यपान गर्ने मौका पाएँ। विभिन्न सन्दर्भसँग जोडिएर यो नाच प्रदर्शन गर्ने गरेको पाइन्छ। विभिन्न रङ्गीचङ्गी मौलिक वेशभूषामा सजिएका घोडा चढ्ने मानिसहरूले आफ्नै स्थानीय स्रोत साधनको सदुपयोग गरेर आफ्नै शरीरमा घोडाको स्वरूप सिर्जना गरी घोडा सवार गरेर यो नाच प्रदर्शन गर्ने रहेछ र आफ्नो मौलिक वेशभूषामा एकजना घोडा गोठालोको समेत व्यवस्था गरेको हुँदो रहेछ। अहिले तपाईहरूले हेरेर मनोरञ्जन लिइरहनु भएको यो नाचमा गोर्खा राज्यबाट भोट अथवा लासा पनि भन्दो रहेछ। भोटतर्फ नुन साट्नको लागि चामल बोकेर गोर्खा राज्य र भोटको सिमानातर्फ गएको कथा समेटेको छ। यस कथामा चाहिँ भोटका मानिसहरूले गोर्खालीहरूलाई हामी एक पाथी नुन दिन्छौँ, तिमीहरू हामीलाई 2 पाथी चामल देऊ त्यसको साटोमा भन्ने। तर गोर्खालीहरूले चाहिँ त्यसरी हुँदैन, हामी पनि 1 पाथी चामल दिन्छौँ, तपाईहरू पनि हामीलाई 1 पाथी नुन दिनुहोस् अथवा बराबर जति जति पाथी भए पनि बराबर गर्नुपर्छ भन्ने अडान राखिसकेपछि कुरा नमिलेर पटक पटक वार्ता गर्ने भङ्ग हुने क्रम चलेको देखिन्छ भने अन्त्यमा दुवै पक्ष बराबरीमा नुन र चामल साट्न सहमति भएको पनि देखिन्छ र यसरी दुई पक्षकै वार्ता एउटा टुङ्गोमा पुगेर सफल भएको उपलक्ष्यमा खुसियाली मनाउने तथा नाचगान गर्ने खानपिन गर्ने गरेर यो नाच प्रदर्शन गर्ने रहेछ। अहिले मैले यहाँ तपाईहरुलाई जुन कुरा बताइरहेको छु त्यो कुरा जुन घोडा नाच सम्बन्धी यो विषयमा मलाई पूर्ण ज्ञान नभएको कारणले अथवा यो विषयको विषयवस्तु ज्ञात नभएको कारणले मैले तपाईहरुलाई भनेको कुराहरू अपर्याप्त तथा फितलो हुन सक्छ। त्यसको लागि म माफी चाहन्छु र नाच हेरेर मनोरञ्जन लिन हुन पनि हार्दिक अनुरोध गर्दछु। सबै माने जोरा गीतमा नाच्नु होला तपाईहरुको भक्तिसम्म रहने गयो माने जोरा गीतको यति बेला गोर्खालीहरू र भोटवासीहरू एक ठाउँमा भेला भएर वार्ता गर्ने कार्य सुरु भएको छ। यसरी वार्ता गर्दा मैले अघि नै पनि भने पटक पटक वार्ता नभएर 3 पटकसम्म वार्ता गर्न परेको इतिहास भएको कारण अहिलेको यो प्रस्तुत नाचमा पनि 3 पटकसम्म उहाँहरूले वार्ता गरेर देखाउनुहुन्छ।
र अहिले यहाँ वार्ता चलिरहेको छ। दुवै पक्षका अन्य मानिसहरू पछाडि साइडमा आफ्नो पक्षको साथ सपोर्टको लागि उभिनु भएको छ भने मुख्य मानिसहरू बिचमा वार्ता गरिरहनु भएको छ। हामी दृश्यमा देख्न सक्छौँ वार्ता अझै पनि चलि नै रहेको छ र अहिले वार्ता समाप्त भएर अथवा वार्ता मिलेर दुवै पक्ष आफ्नो साइडतिर लाग्नु भएको छ र यो वार्ता सफल भएको खुसियालीमा अब यहाँ नाचगान सुरु हुन थालेको छ। अहिले निकै मनोरञ्जनपूर्ण नाच प्रदर्शन भइरहेको छ खुसियालीमा। सबैजनालाई रमाइलो गर्नुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अबको दिनहरूमा पनि हजुरहरूले साथ सपोर्ट दिनुहुन्छ भने हाम्रो आशावादी छु। सबैको गरिदिनु भए त्यहाँ दिनु होला। अब उहाँहरू आफ्नो आफ्नो स्थानमा जानुहुन्छ, बच्चाहरू आफ्नो बच्चाहरू सम्हाल्नु होला, किनभने एउटा उहाँहरूको उसमा ठोक्नु होला फेरि बच्चाको हामीले प्राथमिकता दिएको पनि आज यति बेला अस्तिको गोर्खा राज्यतर्फको मानिसहरू र भोटतर्फको मानिसहरू एक आपसमा नाचगान गरेर खुसियाली साटासाट गरिरहनु भएको दृश्य तपाईँ देखि नै रहनु भएको छ। यो हाम्रो रीतिरिवाज चाहिँ कहिले पनि बिर्सिनुहुन्न। अबको यो कुराहरू यस्तै खालको नाचगानको दृश्य केही समयसम्म चलि नै रहनेछ भने जब खुसियाली सकिन्छ त्यसपछि उहाँहरू आफ्नो आफ्नो घर देशतर्फ फर्कनु हुनेछ। तर अहिले भने नाचगान सकिएको छैन, चलि नै रहेको छ। निकै सुन्दर नेपाली मौलिक वेशभूषाहरूले लत्ता कपडाहरूले सजिएका घोडा सवार गर्ने मानिस, गोठालो तथा त्यो टिमलाई नेतृत्व गर्ने बुजुर्गज्यूहरूको सुन्दर मनमोहक अति नै आकर्षक प्रस्तुतिले हामी सबैको मन लोभ्याउन सफल भएको छ। यो प्रस्तुति पुरै कैद गरेर तपाईलाई देखाउन नसकेकोमा म क्षमा प्रार्थी छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने अब तपाईँहरूको यो अहिले दृश्यमा देखिरहनु भएको व्यक्ति गोर्खा राज्यतर्फको प्रमुख मुख्य व्यक्ति हुनुहुन्छ। उहाँले नै यो गोर्खा राज्यतर्फबाट वार्ता टोलीको नेतृत्व गर्नुभएको थियो। अब नाचगान बिस्तारै बिस्तारै अन्त्यतर्फ जाँदैछ र उहाँहरू दुई पक्ष नै एक आपसमा अगाडि आएर भेटघाट गरेर अब छुट्टिने सल्लाह गर्दै हुनुहुन्छ। अब उहाँहरू दुवै पक्ष अन्तिम भलाकुसारी तथा नृत्य प्रदर्शनमा जुटिरहनु भएको छ।
गोर्खा राज्यतर्फका नेतृत्व गर्ने मान्छेले आफ्नो सङ्गी साथीहरूलाई अब छुट्टिनुपर्छ है, तपाईँहरू तयारी अवस्थामा बस्नुहोस् भनेर निर्देशन गरिसक्नु भएको छ र अब गोर्खा राज्यतर्फका यानि कि हाम्रो देशका नुन साट्न चामल लगेर चामलसँग नुन साट्न जानुभएका व्यक्तिहरू अब यति बेला फर्किसक्नु भएको छ। उहाँहरूको यात्रा एकदम सुखमय तथा सफल रहोस्। धेरै धेरै शुभकामना छ।